Oh guys, म मर्दा मर्दै बाँचेको छु। भगवान्, यस्तो भिडियो गर्न पाएन मैले। मेरो बाइक चाहिँ चिप्ल्यो, तरामतर्केल चिप्लेको छ। अरू जस्तो पनि त्यो प्रोटिन थियो होला होइन, मैले चाहिँ कन्ट्रोल गरिहालेँ। शरीर चाहिँ एकदमै नराम्रो तरिकाले काम हो, हलाकिलो भएको छ मेरो शरीर चाहिँ अहिले। धन्न हो यार। यसको चाहिँ के, यो बाइकको चाहिँ के हुन्छ भने फाइदा चाहिँ त्यसैमा हुन्छ कि यो अरू जस्तो झप्प लोड दिने कि अरू त यति हुँदा बित्तिकै फङ पल्टिहाल्छ नि त। यो चाहिँ त्यस्तो छैन कि, यो त झ्यापौ पुल हाल्दा पनि रोकिहाल्ने कि। पहाडीको ब्रेक हानेको मैले लड्केको कि त्यहाँ चिसो आज पानी आएको छ नि त, त्यही भएर चाहिँ लड्की गरेको छ बाइक। म चाहिँ ग्यारेजमा गएको थिएँ, त्यहाँ मलाई सामान चाहिएको थियो र मैले पोलिस लिएर आएको हो। त्यही भएर रुका मर्लास त यसले फेरि ब्रेक आएको। यहाँ कस्तो चिसो हुन्छ कि जस्तोतिर पनि होइन, यत्रा ब्रेकर हुन्छ नि यहाँ चाहिँ हमेसा दिमाग खराब हुन्छ यार। चलो गाइस, आजको लागि यति नै है त।